नमस्ते सबैजनालाई फेरि पनि आइसकेको छ सुमन लामा ब्लग नयाँ भिडियो लिएर। आज चाहिँ हामी केटाहरूसँग चौध शनिबारको दिन है अनि नारायणमा झर्ना अब यसो खोलासोलामा शनिबारको दिन गरेमा यसो नुहाइदिउँ भनेर हाम्रो चाहिँ 5-6वटा बाइकहरू छ है अनि 3जना हामी यहाँ छ अनि केटाहरू अर्को 2-3जना पछाडि बाइकमा आउँदैछ है। त्यही भएर आज चाहिँ चट्ट यस्तो बवाल रमाइल गर्नुपर्छ कि भिडियो पुरै हेरिदिनु होला। बवाल आउँछ बवाल बवाल अति बवाल। ल अगाडि 2टा बाइक छ, हाम्रो एउटा छ, पछाडि एउटा 2टा टोटल कतिवटा भने 5वटा बाइक छ। मान्छे चाहिँ 8जना रहेछ। 8जना मान्छे चाहिँ हामी 8जना ग्याङ पुरै 12मा गौडोलाई खोलामा काठमाडौँमा आएर फर्स्ट टाइम खोलामा अहिले हावाले केही सुन्दैनौँ। सो अहिले चाहिँ हामी नारायणथानमा पुगिसकेको छ है। नारायणथानको उकालो चढिरहेको भ्यू हेर्नु होला। यस्तो बवाल छ डाँडा काँडा घरै घर जता पनि बवाल। के बन्दै रहेछ नयाँ बिल्डिङ के हो होइन। उकालो चढ्दै नारायणथानको हामी पुग्न लागिसक्यो। अब धेरै टाइम छैन पुग्नलाई। यहाँ पुगिसकेपछि गर्ने हो कि रमाइलो भने चिज है। दामी बाइकमा चाहिँ हल्का अब यसो खतरा खतरा बाइक छ नि त हाम्रो फेरि उकालो ओइ मान्छेले नाङ्गा रहेछ। बवाल छ यो फुलहरू है भ्यू एकदम बवाल। मैले चाहिँ बाइक चेन्ज गरिसकेको छ यहाँ। हाम्रो बाइकले नतानेर यहाँ चट्टा हाम्रो अर्को बाइकमा चढिसकेको छ। म यहाँ डुकमा साथीको पछाडि केटा आइरहेको छ है। त्यो हाम्रो बाइकले त धुवा फाल्यो यार, तानेन क्या। त्यही भएर म चाहिँ बाइक चेन्ज गर्छु यो। अब हाम्रो बाइकमा चाहिँ 2जना सानो सानो थियो, त्यही भएर पातलो थियो, त्यही भएर तानेन क्या। त्यो अब 70 किलो, म अब 75 अब त्यही भएर फेरि ग्याङ यस्तो बवाल मौसम चाहिँ अहिले चाहिँ यस्तो बवाल गर्मी भएर मैले ज्याकेट लगाएको थिएन, टी-सर्ट मात्रै आएको थियो। यहाँ आइसकेपछि चाहिँ बवाल जाडो चिसो एकदम चिसो हुन भयो, चिसो भइरहेको छ है। त्यही भएर केटाहरू आएर त पछाडि ल सब हाम्रो केटाहरू सब पागलहरू नानीको त खुट्टै दुखेको छ यार। ल बवालमा अति बवालको भ्यू त मा कसो है डेन्जर। ओ गाडी कसो गाडी कना हराउनु है डरलाको बाइक साथी यार आइहाल्छ नि। कसो गाडी ओ अगाडि बाटो थाहा भयो भने अगाडि हेर्न कस्तो यो मुझे ए सरी ओइ गाडीको हरन बज्यो। गाडीको हरन बज्यो। हाम्रो चाहिँ फेरि दुख होइन, गाडी हो गाडी। बवाल ओ धुवा पो फाल्छ त कुए गाडी हो के हो। बाइकको हरन त के हो बाटो त के हो यस्तो छ त बाटो त लामो। ल मा अगाडि ट्र्याक्टर छ बाटोमा, बाटो यस्तो छ। ल कसरी जाने सायद को बाटो लिएर यार केटाहरूले यार। ओ कहाँ डिलमाथि चढाएको। ल मा फक ओ म ओर्लिन्छ यार कसम भने। ल यिनीहरू त म त डर लाग्छ। म त यस्तोमा त केटाहरू बेहेन्डर गई सबनम चाहिँ फेरि कहिले डराउँदै यत्रो लट्ठीमा पनि चलाइदिन्छ सबनमले फेरि। केटाहरू रिक्स लिएर यस्तो यहाँ त गुल्ट्यो भने त तल गुल्ट्यो। म चाहिँ यस्तो बाहिर सामान बोकेर एकदम चिलमा हिँडेर हो। यस्तो रिक्सी ठाउँमा चाहिँ म चढ्दिनँ है। आफ्नो ज्यान पनि माया लाग्छ, त्यही भएर उनीहरू अब आओस् जसरी आयो नि आफ्नो चल्दिने हिँडेर। ल यो चाहिँ
यहाँबाट देखेको काठमाडौँको भ्यू है यो चाहिँ एकदम बवाल छ बवाल साथीहरू बाटो बन्ने क्रम सुरु भइरहेको रहेछ त्यही भएर बाटो बनिसकेपछि चाहिँ हुन्छ होला बवाल यहाँ चाहिँ म अब यो गुम्बासम्म चाहिँ म आएको थिएँ कि यो झरना यो खोला त्यो चाहिँ मलाई थाहा थिएन त्यो चाहिँ म फर्स्ट टाइम आउँदै हो कस्तो रहेछ के अब पुगिसकेपछि थाहा हुन्छ है फर्स्ट टाइम गाइज फर्स्ट टाइम म चाहिँ काठमाडौँमा आएर फर्स्ट टाइम कुनै खोला नाला झरनामा नुहाउन जानु लाग्यो म गाउँतिर त हाम्रो गाउँतिर त खोला हुँदै हामी त गाउँतिर त नआएर हुन्छ काठमाडौँ आएर चाहिँ फर्स्ट टाइम है फर्स्ट टाइम ओइ के गर ओ एक्सिडेन्ट भयो ओइ ओइ कन्टेन्ट पायो कन्टेन्ट पायो ओइ केटाहरू के गरेर चलाउँछ यार लास्टमा आएर यहाँ ठाउँमा पार्किङ गर्ने ठाउँमा आइपुगेर चाहिँ लड्नु पर्ने तिमीहरूलाई लास्टमा पार्किङ गर्ने ठाउँमा आइपुगेर चाहिँ त्यसपछि बाँदर हाँस्छ फेरि बाइक लडिसकेको छ अब थम्बनेलमा त्यही लडेको फोटो आउँछ कन्टेन्ट पाएँ मलाई चाहिँ म चाहिँ खुसी छु साथी लड्यो भने बाइकको माया लागेर मान्छे उडाउनु पर्ने बाइक पो छेकेर हिँड्छ ल अब लड्यो त के भन्नु लड्यो कति हिँड्नुपर्छ अब कति हिँड्नुपर्छ 10 मिनट अब हिँडेर सामान किनेर चाहिँ अब हामी चट्ट पारामा हिँडेर यस्तो बवाल है भ्यू चाहिँ है यस्तो छ है केटाहरू टक्क डिउस्यु मोही बोकेर हिँडिरहेछ केटाहरू चाहिँ अब गइसकेपछि थाहा ल बाटो यस्तै उकालो डाँडा चढाइरहेछ लास थाकिसक्यो फेरि यस्तो चिप्लो छ क्या बाटो त्यही माथि यस्तो ढुङ्गामा सल्लाहको सुकेको पातहरू छ क्या त्यस्तोले लास्टै चिप्लिन्छ फेरि आज हामी चप्पलमा आउँछ सबैजना खोलामा नुहाउनलाई भनिसकेपछि त अभियसली सबैजना चप्पलमै हो धेरै समयपछि डाँडा चढेको यार अति बाबा उतै भइरहेको छ यहाँ थाकिरहेछ है अनि बाटो हेर्नु यस्तो काँडै गाडीतिर छिर्नु परिरहेछ केटाहरू चाहिँ उता लड्यो है त्यही भएर अरू आधी चाहिँ अगाडि पुगिसक्यो पानी यहाँ आएर पानी छैन पानी रहेनछ लमा त्यहाँ छरेलो छ म नआउने मान्छेलाई सबै थाहा भइसक्यो यिनीहरू यहाँ सधैँ आउने मान्छेहरूलाई के थाहा छैन बाटो कता के हो भनेर फेरि हराउला नि धेरै बाटो भएर हिँडेपछि है धेरै त्यही भएर कहाँ लिएर आयो केटाहरूले यस्तो बाटोमा म कसरी जाने यस्तो बवाल छ है बाटो को हातै माथि चढ्यो मान्छेले लड्छ ओइ ओइ कसरी चढ्ने यस्तो छ बाटो ल है ल यस्तो चिप्लो यत्रो टाढाबाट है सातो बाटोबाट नारायणथान माथि डाँडामा केटाहरूले बवाल खोला छ झरना छ भनेर बताउँदै लिएर आयो लास्टमा यहाँ आएर चाहिँ यस्तो कुरा बुझ्दा चाहिँ पानी छैन खोला सुकिरहेछ के हो यार यस्तो डाँडा चढेको के काम केटाहरू त्यस्तो बाइकमा पनि लड्या छैन यार खोला मात्रै ल पानी खोइ त पानी खोइ ल पानीहरू गाइस ल यस्तो छ ल पानी त्यो पनि यस्तो फोहोर छ यार कुरी पो भन्छ त है उयो बाटो फक सबै
यस्तो गाह्रो गाह्रो साथीहरू गाह्रो कहाँ लिएर आयो केटाहरूले यस्तो गाह्रो गरेर आइसकेपछि त एउटा नुहाउने मजा त लिनु पाउनु पर्छ नि यार लास्टमा आएर पानी छैन खोलामा झन् माथि चढाएर लिएर गइरहेछ कहाँ पुर्याउने हो यार लास्ट गाह्रो साथीहरू अहिले चाहिँ बोल्नु सकिनँ है यस्तो उकालो चढ्दा अब सिधै माथि पुगेर म देखाउँछु ल गाइज यस्तो पसिना भएर यहाँसम्म आइपुग्यो चढेर सबैको हालत यस्तो छ है थाकेर प्वाक गर्छ यता भन्छ लास्टमा आएर यहाँ पानी एउटै छैन मा कसले लिएर यो ठाउँ कसले भने मा प्लान बनाएको यसले यो कुत्ताले बनाएर प्लान छ जहिले यसले प्लान बनायो भने चाहिँ जहिले यस्तै हुन्छ यो पनौती छ योसँग म हिँडेँ कि केही न केही भइहाल्छ पानी सान छैन अब जुस खाने चल्दैन